today we are going to Naranhiti Darbar Square, नेपालको राज दरबार। अनि यो चाहिँ हाम्रो प्लान थिएन, तर अब प्लान भएपछि त जानै पर्यो नि। सो त्यही भएर लेट्स गो विथ मी। सो अब चाहिँ म जाँदैछु नारायणहिटी राज दरबार। अनि यो चाहिँ त्यहाँ गइरहेको छु। अनि यहाँको चाहिँ भ्यू हेर्नु न, जाँदाखेरि कस्तो राम्रो भ्यू आउँछ नि। सो हामी चाहिँ नारायणहिटी राज दरबारको गेटमा चाहिँ आइसकेका छौँ। अब हामी भित्र पार्क गर्छौँ अनि टिकट काटेर जान्छौँ। हामी चाहिँ आइसक्यौँ नारायणहिटी दरबार। राइट राइट। हेलो, लेट्स गो। यहाँनिर चाहिँ एकदमै व्यवस्थित भइसकेको रहेछ। यहाँनिर गाडी पार्क गर्ने ठाउँ। जाउँ है त। प्रोग्राम पनि हेर्ने भन्यो। अनि यहाँनिर चाहिँ प्रोग्राम भइरहेको रहेछ है। लेट्स गो, चलो हम एडवेंचर पे चलते हैं। टिकट काट्न जान्छौँ होइन? टिकट काट्न जान्छौँ। दादा गइसक्नु भयो। अब चाहिँ यहाँ मेरो फोटो छ। अनि यो चाहिँ हाम्रो फ्यामिली फोटो। हामीले हजुरहरूलाई त अब लिएर जान मिलेन, त्यहाँको रुल्स अनुसार होइन। लाइक द फोन वाज प्रोहिबिटेड। अनि त्यही भएर हामी चाहिँ घुमेर आयौँ हाम्रो दरबार मार्ग है। एकदमै राम्रो थियो, मलाई राम्रो लाग्यो होइन। राजा रानीहरूको सबै चिजहरू थियो, मुकुट, क्राउनहरू, अनि त्यसपछि क्राउनहरू, अनि डाइनिङ टेबलहरू, खाना खाने ठाउँहरू, मेडल सेडलहरू सबै चिज थियो। अनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ यहाँको भिजिट। आई लभड इट भेरी मच। अब चाहिँ हामीहरू स्ट्रिट फुड जान्छौँ त्यहाँनिर। अनि यो चाहिँ हाम्रो यहाँको भ्यू छ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ धारा अब चाहिँ हामीहरू जान्छौँ। यहाँनिर चाहिँ एउटा कन्सर्ट भइरहेको रहेछ, लाइभ कन्सर्ट। अनि यहाँनिर चाहिँ मेला लगाइरहेको रहेछ। सो हामीहरू यहाँको स्ट्रिट फुड ट्राई गर्न जाँदैछौँ। सो हजुरहरू पनि हामीसँग बस्नु होला। अनि हेर्छौँ हामीहरूले के ट्राई गर्छौँ फर्स्ट। अब चाहिँ हामी जाँदैछौँ हाम्रो स्ट्रिट फेस्टिभलमा, मेला लागेको ठाउँमा। सो लेट्स गो। सो यहाँ चाहिँ मामु र म चाहिँ भिडभाडमा हिँडिरहेको छौँ। यस्तो गलिसकेको थियौँ हामी यहाँनिर। अनि कसम भनेको यहाँनिर खुट्टा टेक्नुमा ठाउँ थिएन, कस्तो भिड थियो भने। स्ट्रिट फुडमा चाहिँ त्यस्तो केही पनि थिएन। सो हामीहरू चाहिँ अब एउटा रेस्टुरेन्टमा जाँदैछौँ खान। अब हेरौँ पुग्छौँ अनि अब हजुरहरूले स्ट्रिट फुडको त ताल हेरिहाल्नु भयो। अब चाहिँ हामीहरू जाँदैछौँ मेरो चाइल्डहुड रेस्टुरेन्ट तामा। So now we had arrived to Tama. सो यहाँ चाहिँ मामु र म चाहिँ यहाँनिर हात धुन आएका थियौँ। अनि यहाँ चाहिँ हामीले आफ्नो अब टचअपहरू गरेर थियौँ हाम्रो नाटक। ओ माई गस। चिकन चाउमिन, राइट? How is it then? कस्तो दामी रहेछ कि यहाँको। यहाँ I know this very well because
I am a very old customer of Tama. Exactly. We are the very old customers. And this is a masala Sprite. And Bamu? How is it? No. Yummy? It's so good. It's like so masala. This is too good, too refreshing. अब यहाँ चाहिँ मलाई एकदमै भोक लागेको थियो त्यही भएर म बटाबट खाँदै थिएँ अनि यहाँ चाहिँ हाम्रो मोमो आयो मोमो आइहाल्नु नि त मोमो अनि त्यही भएर भनेको है यस्तो मिठो थियो भने सो गाइज म चाहिँ अहिले घर आइसकेँ अनि मलाई चाहिँ अब आजको दिन चाहिँ एकदमै राम्रो लाग्यो होइन मजा पनि गरियो थोरै एक्सप्लोर पनि गरियो अनि आई लभड एक्सप्लोरिङ नारायणी दरबार स्क्वायर त्यहाँनेरि चाहिँ अब त्यहाँनिर राजा किङहरू हुँदाखेरि त म थिइनँ तर अब त्यहाँको सामानहरूले त्यहाँको भ्यूहरूले चाहिँ म होइन मेरो मनमै त्यहाँको भ्यू गरायो कि राजा रानीहरू हुँदाखेरिको त्यही भएर आई लभड इट सो मच अनि हामीहरूले खायो पियो एक्सप्लोर गऱ्यौँ अनि मलाई एकदम मजा आयो अनि अब चाहिँ वान थिङ थ्याङ्क यू फर वाचिङ माई भिडियो लभ यु अल अनि वान मोर थिङ इज सब्सक्राइब माई च्यानल बाई बाई कमेन्ट फर मोर भिडियोज